किन मान्छेहरू जीवनभर काम गर्छन् तर साँच्चै धनी कहिले बन्दैनन्? कडा मेहनत गर्दा पनि, राम्रै कमाउँदा पनि त्यो आर्थिक स्वतन्त्रता भन्ने कुरा चाहिँ सपना मात्रै भइदिन्छ। किन होला? यसको उत्तर एकदमै सरल छ। समस्या पैसा कमाउनुमा होइन, तर पैसालाई कसरी बुझिन्छ भन्नेमा छ। धेरैजसो मानिसहरूले सम्पत्ति र दायित्वको परिभाषा नै गलत सिकेका हुन्छन्। हो, आज हामी यही भ्रमलाई चिर्ने कोसिस गर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, धनको भ्रम। यहाँ हामी त्यो सोचाइलाई केलाउनेछौँ जसले मानिसहरूलाई धनी देखिन त मद्दत गर्छ, तर वास्तवमा धनी बन्नबाट चाहिँ रोकिरहेको हुन्छ। हाम्रो समाजमा सफलताको प्रतीक केलाई मानिन्छ? सोच्नुहोस् त, सायद एउटा ठूलो घर, चम्किलो नयाँ गाडी, लास्टै महँगो फोन वा ब्रान्डेड कपडाहरू, होइन त? मान्छेहरू यिनै कुराहरू पाउनका लागि दौडिरहेका हुन्छन्। तर एउटा प्रश्न, के यी साँच्चै सम्पत्ति हुन् त? हो, यहीँबाट सुरु हुन्छ धनको भ्रम। यी चिजहरूले बाहिरबाट हेर्दा धनी जस्तो देखाउन त सक्छन्, तर वास्तविकतामा यिनीहरूले नै आर्थिक रूपमा भित्रभित्रै कमजोर बनाइरहेका हुन्छन्। अनि यही हो त्यो मध्यवर्गीय जाल। अब आउँछ यो पूरा विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण खण्ड। यसलाई एउटा चाबी सम्झिनुहोस् जसले साँचो आर्थिक समझको ढोका खोल्छ। ल, अब यो स्लाइडलाई एकदमै ध्यान दिएर हेर्नुहोस् है। धनको पुरै खेल यही 2 लाइनमा लुकेको छ। एकदम सरल भाषामा, सम्पत्ति त्यो हो जसले खल्तीमा पैसा हाल्छ, र दायित्व त्यो हो जसले खल्तीबाट पैसा निकाल्छ। बस यति नै हो। योभन्दा सरल र शक्तिशाली परिभाषा अरू केही हुनै सक्दैन। रिच ड्याड पुअर ड्याडका लेखक रोबर्ट कियोसाकीको एउटा भनाइ छ नि ठ्याक्कै यही कुरामा। उनी भन्छन्, धनीहरू सम्पत्ति जम्मा गर्छन्, तर गरिब र मध्यम वर्गले चाहिँ दायित्व जम्मा गर्छन्, अनि त्यसैलाई सम्पत्ति ठानिरहेका हुन्छन्। कति ठूलो गल्ती, होइन? त्यसो भए जब यो सरल परिभाषालाई बेवास्ता गरिन्छ तब के हुन्छ त? हुन्छ के भने, मान्छे एउटा यस्तो आर्थिक चक्रमा फस्छ जहाँबाट बाहिर निस्कन लगभग असम्भव जस्तै लाग्न थाल्छ। यो हो धेरैजसोको आर्थिक यात्रा। हेर्नुहोस् है, पहिला आम्दानी आउँछ। त्यो पैसाले तुरुन्तै के किनिन्छ? गाडी, नयाँ ग्याजेट, यस्तै दायित्वहरू। अनि त्यसपछि बाँकी जीवन त्यसको ऋण तिर्दै बित्छ। एउटा ऋण सकिन लाग्छ, फेरि अर्को दायित्व किनिन्छ, अनि यो चक्र चलिरहन्छ कहिल्यै नटुङ्गिने गरी। यो सुन्दा अलि नमिठो लाग्न सक्छ, तर सत्य यही हो। जब कुनै यस्तो चिज ऋणमा किनिन्छ जसको मूल्य समयसँगै घट्दै जान्छ, वास्तवमा त्यो भनेको आफ्नो भविष्यको कमाइलाई आजको देखावटी जीवनको लागि बेच्नु जस्तै हो। तर एउटा अर्को बाटो पनि छ। त्यो बाटो जसले यो ऋणको चक्रलाई तोड्छ र